नमस्ते साथीहरू, तपाईहरु सबैलाई स्वागत छ। साथीहरू, हामी सबै आफ्नो गाडीहरुमा पेट्रोल र डिजेल भर्नका लागि पेट्रोल पम्प जान्छौं। तर के तपाईले कहिल्यै सोच्नु भएको छ कि जब हामी आफ्नो गाडीमा पेट्रोल र डिजेल भर्छौं तब यसको चोरी कसरी हुन्छ? र के तपाईलाई थाहा छ कि तपाई पेट्रोल र डिजेलको चोरीलाई कसरी पत्ता लगाउन सक्नुहुन्छ? आजको समयमा पेट्रोल र डिजेलको मूल्य कति छ र यसको मूल्य कति छिटो बढिरहेको छ यो त हामी सबैलाई राम्ररी थाहा छ। र संसारमा धेरै देशहरू यस्ता पनि छन् जसको अर्थव्यवस्था यसको कारोबारमा नै टिकेको छ र उनीहरूले निस्कने तेल बेचेर आफ्नो अर्थव्यवस्थालाई बलियो बनाउन लागिरहेका छन्। र यदि आफ्नो देश नेपालको कुरा गर्ने हो भने नेपालमा पेट्रोल र डिजेलको उत्पादन हुँदैन। अब नेपालले अरू देशहरूबाट तेल किन्नुपर्छ र यो पनि एउटा ठूलो कारण हो जसले गर्दा नेपालमा पेट्रोल र डिजेलको मूल्य यति धेरै छ। तपाईले यो त सुन्नुभएको नै होला कि धेरै पेट्रोल पम्पहरूमा पेट्रोल र डिजेलको चोरी हुन्छ। र हुन सक्छ तपाईले जुन पेट्रोल पम्पमा आफ्नो गाडीमा पेट्रोल भर्नुहुन्छ त्यहाँ पनि यस्तो धोखाधडी हुन्छ। कयौं पटक त तपाईलाई यस्तो लागेको होला कि पेट्रोल पम्पले तपाईलाई ठग्यो। र यस्ता पेट्रोल पम्पहरूले थोरै चलाखीको कारणले हरेक दिन हजारौं लाखौं रुपैयाँ कमाउँछन्। तर यी पेट्रोल पम्पवालाहरूले चोरी कसरी गर्छन् र यसबाट कसरी बच्न सकिन्छ? आउनुहोस् जानौं। मानिलिनुहोस् तपाई कुनै पेट्रोल पम्पमा जानुहुन्छ र आफ्नो गाडीमा रु 500 को पेट्रोल भर्न लगाउनुहुन्छ र गाडीमा रु 500 सम्मको पेट्रोल भर्न 3 मिनेट लाग्छ। र जुन समय पेट्रोल पम्पको कर्मचारीले गाडीमा पेट्रोल भरिरहेको हुन्छ त्यस समय तपाईको पूरा ध्यान चलिरहेको मिटर रिडिङतिर हुन्छ र तपाई एकदम ध्यान दिएर पेट्रोलको मिटरलाई हेरिरहनु भएको हुन्छ। र यदि त्यही समयमा पेट्रोल कर्मचारीले 5 देखि 10 सेकेन्डका लागि पनि पम्पको ह्यान्डल बन्द गरिदिन्छ भने यस्तोमा तपाईले रु 500 को पेट्रोलमा रु 400 वा रु 450 को मात्र पेट्रोल पाउनुहुन्छ। र यस्तो धेरै पटक गरिन्छ जब ग्राहकको ध्यान कतै अरूतिर वा मिटरतिर हुन्छ, अर्थात् 50 देखि 100 रुपैयाँसम्मको ठगी भइरहेको हुन्छ। साथीहरू, तपाईलाई जानकारी गराउँछु कि गत वर्ष नेपालमा पेट्रोल चोरीको घटना सार्वजनिक भएको थियो। यसबाट यो खुलासा भएको थियो कि पेट्रोल पम्प मालिकहरूले इन्जिनियरहरूको सहयोगमा एक विशेष प्रकारको क्लिप बनाएर आफ्नो पेट्रोल पम्पमा जडान गर्थे। जब कोही आफ्नो गाडीमा इन्धन भर्न आउँथ्यो यो क्लिपले इन्धनको मात्रालाई स्वतः कम गर्थ्यो, अर्थात् गाडीको ट्याङ्कीमा जति पेट्रोल आवश्यक हुन्छ त्यति पुग्दैनथ्यो। ग्राहकहरूले पूरा पैसा तिर्नु पर्थ्यो तर त्यति पैसा बराबरको इन्धन पाउँदैनथे। यसरी पेट्रोल पम्प मालिकहरूले सजिलै हजारौं लाखौं रुपैयाँ कमाउँथे। अब जानौं पेट्रोल पम्पहरूमा पेट्रोल चोरी कसरी हुन्छ र यसबाट कसरी बच्न सकिन्छ। सबैभन्दा पहिले तपाईले त्यस्तो पेट्रोल पम्पबाट पेट्रोल भर्नुपर्छ जहाँ डिजिटल मिटर जडान गरिएको हो, किनकि पुराना मेसिनहरूमा गडबडी गर्ने सम्भावना धेरै हुन्छ र त्यस्ता मिटरहरूमा सजिलै चोरी पत्ता लगाउन सकिँदैन। यही कारणले नेपाल आयल निगमले पुराना मेसिनको सट्टा नयाँ मेसिनहरू जडान गर्न सुरु गरेको छ। यसबाहेक तपाईले सकेसम्म विषम संख्यामा जस्तै 101, 201, 501, 1000 रुपैयाँको पेट्रोल भर्नुहोस्, किनकि धेरै पेट्रोल पम्प मालिकहरूले यस्ता नम्बरहरूको लागि मेसिनलाई पहिले नै सेट गरेर राखेका हुन्छन् जसकारण तपाईले कम तेल पाउनुहुन्छ। त्यसैले सकेसम्म 11, 21, 41, 400 जस्ता विषम अङ्कमा पेट्रोल भर्नुहोस्। त्यस्तै यदि तपाई आफ्नो कारमा पेट्रोल भर्नुहुन्छ भने तपाई सधैँ गाडीबाट ओर्लेर वा गाडीको सिसा खोलेर पेट्रोल भर्न लगाउनुहोस्, किनकि यदि तपाई गाडीभित्रै बस्नुहुन्छ भने यसको फाइदा पेट्रोल पम्पका कर्मचारीहरूले उठाउन सक्छन्। यस्तो अवस्थामा उनीहरूले केही समयको लागि नोजल बन्द गरिदिन्छन् र जसले गर्दा तपाईको गाडीमा कम इन्धन जान्छ तर मिटर चलिरहेको हुन्छ। र सबैभन्दा महत्त्वपूर्ण कुरा, मिटर सधैँ शून्यमा सेट गरेर मात्र गाडीमा पेट्रोल भर्नुहोस्, किनकि यदि मिटर पहिलेदेखि नै सेट भएको छैन भने तपाईको गाडीमा कम पेट्रोल जाने सम्भावना हुन्छ। साथै यदि पेट्रोल पम्पको मिटर धेरै छिटो चल्यो भने यो कुराको संकेत हो कि त्यहाँ केही गडबडी छ र मिटरको अङ्कसँगै नोजललाई पनि ध्यान दिँदै गर्नुहोस्। के तपाईसँग कहिले यस्तो कुनै ठगी भएको छ? यदि छ भने तल कमेन्ट गरेर अवश्य बताउनुहोस्। आज हामीले तपाईलाई पेट्रोल पम्पमा पेट्रोल चोरी कसरी हुन्छ र यसबाट कसरी बच्न सकिन्छ भन्ने जानकारी दियौं। मलाई आशा छ तपाईहरू सबैलाई यो भिडियो मन पर्यो होला। कृपया भिडियोलाई लाइक र शेयर जरुर गर्नुहोस् र यस्तै जानकारीमूलक भिडियोहरू हेर्नको लागि यो च्यानललाई सब्स्क्राइब गर्नुहोस्। फेरि भेटौँला अर्को भिडियोमा। जय नेपाल।